यो देशमा यसपालि अहिले चुनाव हुन लाग्यो, त्यसैले सामान्य चुनाव होइन। देश बचाउने कि देशमा विदेशी हस्तक्षेप बढाउने र देशलाई बर्बाद हुन दिने भन्नेको चुनाव हो। संविधान र लोकतन्त्र हामीले लडेर ल्याएको रक्षा गर्ने कि त्यसमा प्रतिगमन हुन दिन, यो अपहरित हुन दिने र हामीलाई जनतालाई फेरि निरङ्कुश तन्त्र लादिने स्थिति ल्याउने भन्ने चुनाव हो। भ्रष्टाचारको विरुद्ध सुशासन कायम गर्ने कि भ्रष्टाचारीहरूलाई निरन्तरता दिने भन्ने चुनाव हो। विकास र समृद्धिको दिशातिर त्यसलाई लैजाने कि अभाव बेरोजगारीकै कायम गरिराख्ने भन्ने चुनाव हो। यसमा हामी भ्रमबाट मुक्त भएर राष्ट्रिय स्वाधीनताको पक्षमा, लोकतन्त्र र संविधानको पक्षमा, सुशासन विकास र समृद्धिको पक्षमा, मजदुर किसान दलित जनजाति महिला मधेसी पिछडेको क्षेत्रको जनता सीमान्तकृत समुदायको हकितको पक्षमा उभिने पार्टीलाई जिताउने भन्ने हो। मेरो विशेष अपिल छ, यो अवस्थामा तपाईहरूले राष्ट्रिय स्वाधीनताको पक्षधर हाम्रो पार्टी, सुशासन र समृद्धिको पक्षधर हाम्रो पार्टी, संविधान र लोकतन्त्रको पक्षधर हाम्रो पार्टी, मजदुर किसान गरिब सुकुम्बासीको पक्षधर हाम्रो पार्टी, मधेसी जनजाति दलितको पक्षधर हाम्रो पार्टीलाई मतदान दिएर यो देशको भविष्य र